नमस्कार साथीहरु, तपाईहरुलाई स्वागत छ नेप्से भिजन युट्युब च्यानलमा। आजको भिडियोमा हामी एउटा धेरै महत्त्वपूर्ण र धेरैले बुझ्न खोजेको विषयमा कुरा गर्ने छौं। बुक क्लोजर डेट के हो, यो कहिले र किन तय गरिन्छ, लगानीकर्तालाई यसले के असर पार्छ, यदि तपाई शेयर बजारमा बोनस शेयर, डिभिडेन्ड वा राइट शेयरको कुरामा चासो राख्नुहुन्छ भने बुक क्लोजर डेट जान्नु अनिवार्य हुन्छ। भिडियो अन्तिमसम्म हेर्नु होला, किनभने यसले तपाईलाई लाभ वा घाटाको निर्णयमा सीधा प्रभाव पार्न सक्छ। सो आजको भिडियो स्टार्ट गरौँ। लेट्स स्टार्ट। सबैभन्दा पहिला कुरा गरौँ, बुक क्लोजर डेट भनेको के हो। बुक क्लोजर डेट भनेको त्यो मिति हो जसको आधारमा कुनै पनि कम्पनीले कसलाई बोनस, डिभिडेन्ड वा राइट शेयर दिनुपर्छ भन्ने निर्णय गर्छ। यस मितिमा कम्पनीले आफ्नो शेयर धनीहरूको विवरण बन्द गर्छ। त्यसपछि खरिद बिक्री भएकोले अधिकार पाउँदैनन्। उदाहरणको लागि, यदि बुक क्लोजर डेट असार 15 गते तय गरिएको छ भने जसको नाम असार 15 गतेसम्म कम्पनीको रजिस्टरमा छ उसैले मात्र फाइदा पाउँछ। अब कुरा गरौँ बुक क्लोजर कसरी काम गर्छ। बुक क्लोजर डेटसँग T+2 स्टेटमेन्ट रुल जोडिएको हुन्छ। T+2 को अर्थ तपाईले आज शेयर किन्नु हो भने त्यो शेयर तपाईको नाममा 2 दिन पछि मात्र जान्छ। त्यसैले यदि बुक क्लोजर डेट असार 15 गते छ भने कम्तीमा असार 13 गते भित्र शेयर किन्न सक्नु पर्ने हुन्छ। यदि तपाई असार 14 गते शेयर किन्नुहुन्छ भने त्यो T+2 अनुसार बुक क्लोजर पछि जान्छ। त्यसैले तपाईले कुनै पनि अधिकार पाउन सक्नुहुन्न। अब कुरा गरौँ बुक क्लोजर किन गरिन्छ। बुक क्लोजरको मुख्य उद्देश्य भनेको कम्पनीलाई शेयर धनीको स्पष्ट सूची तयार पार्न सहयोग गर्नु हो, ताकि बोनस शेयर, क्याश डिभिडेन्ड वा राइट शेयरको वितरण गर्दा कुनै भ्रम नहोस्। यसले कम्पनीलाई आफ्नो निर्णय पारदर्शी रूपमा लागू गर्न सहायता गर्छ। अब कुरा गरौँ लगानीकर्ताले के ध्यान दिनुपर्छ। तपाईले कुनै दिनसम्म शेयर किन्नुपर्छ भने बुक क्लोजर डेट हेर्नुपर्छ। यदि तपाईँ बोनस शेयर वा डिभिडेन्ड वा राइट शेयर पाउन चाहनुहुन्छ भने बुक क्लोजर अगाडि नै शेयर किन्नुहोस्। धेरै लगानीकर्ताहरूले मिति छुटाउँछन्, त्यसैले गर्दा न फाइदा हुन्छ न त पैसा बचत। CDSL र नेप्से वेबसाइटमा सधैँ मेरो शेयरमा पनि बुक क्लोजर को सूचना प्रकाशित हुन्छ। त्यसलाई नियमित रूपमा हेर्नु राम्रो। उदाहरण सहित व्याख्या गरौँ। उदाहरणको लागि, सगरमाथा ब्याङ्कले 10% बोनस शेयर र 10% क्याश डिभिडेन्ड दिने निर्णय गर्छ। बुक क्लोजर डेट तय हुन्छ श्रावण 5 गते। अब तपाईले यो फाइदा पाउन श्रावण 3 गतेसम्म शेयर किन्नुपर्छ। श्रावण 4 र 5 गते किन्नु भयो भने तपाईको नाम कम्पनीको रजिस्टरमा नपर्ने हुँदा तपाईले त्यो बोनस वा डिभिडेन्ड पाउन सक्नुहुन्न। त्यसैले बुक क्लोजर डेट भनेको लाभांश पाउने अन्तिम म्याद जस्तै हो। अब हामीले बुझौँ बुक क्लोजर डेट भनेको के हो, T+2 को नियम किन महत्त्वपूर्ण छ र लगानीकर्ताले कुन मितिमा ध्यान दिनुपर्छ। यदि तपाईँ शेयर बजारबाट अधिकतम नाफा लिन चाहनुहुन्छ भने बुक क्लोजर डेटलाई नबिर्सनुहोला। यसरी जानकारीमूलक भिडियोहरू हेर्नको लागि नेप्से भिजनलाई सब्स्क्राइब गर्नुहोला, लाइक र शेयर गर्न नबिर्सनुहोला र कमेन्ट गरेर भन्नुहोस् तपाईँ कुन कम्पनीको बुक क्लोजर हेर्न चाहनुहुन्छ। धन्यवाद।